हेलो एन्ड जयमसी गुड मर्निङ तपाईहरुलाई यो बिहानी फेरि म तपाईहरुलाई तपाईहरुको हँसिलो रसिलो दिपकको तर्फबाट स्वागत जनाउँदछु। अनि म यो बिहानै उठिसकेको छु। अब म यहाँनिर देख्दै हुनुहुन्छ निमारीको लागि पेनकेक बनाउन लागिरहेको छु। पेनकेक है आज अब यो पेनकेक बनाएर अनि दिदीहरुलाई दबाई खुवाउनको लागि। अनि आमाले चाहिँ यहाँनिर च्यादक बनाउँदै हुनुहुन्छ। यो चाहिँ टिबिटेन चिया हो, हामी यसरी बनाउँछौँ है टिबिटेन चिया। यो चाहिँ टिबिटेन चियाको पत्ती हो, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ सुचिया पनि भन्छ। अनि यसमा चाहिँ यो दुध, नुन अनि घिउ हाल्ने, अनि यसको पत्ती फाल्टै नै हुन्छ, बिस्किट जस्तो हुन्छ। अनि त्यो बिस्किट जस्तो पत्तीलाई यसरी भिजाएर बनाउनुपर्छ। अनि साह्रै मिठो हुन्छ यो एकदमै है। अब यहाँनिर म पेनकेक बनाउने छु गाइस। आजको यो बिहानीको बिहानी तपाईहरुलाई एकदमै काठमाडौँमा चाहिँ पानी परिरहेको छ है, चिसो छ मौसम एकदमै। अनि तपाईहरुतिर कस्तो के छ, तपाईहरु उठिसक्नु होला, के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ है। हुन्छ गाइस, भिडियो हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट र सेयर गरिदिनु होला है। मेरो यो ब्लग सर्ट ब्लगहरू आइरहेको हुन्छ, हेरिदिनु होला भन्दछु। हस् त।